अहिले हामी चाहिँ यहाँ कलेजबाट के भन्छ पिकनिक जाँदैछौँ। अविनाश दाई छिटो गर्नु। हाम्रो दाईहरू यता हुनुहुन्छ। यहाँ साइमन सर हुनुहुन्छ। हेलो साइमन सर। फोर किन मैले पुगेन अझ अघि। हाम्रो केटाहरू चाहिँ अब यहाँबाट जानुपर्ने हुन्छ। अनि यहाँ सुनिल दाईले चाहिँ इनर्जी ड्रिङ्क खाइरहेको अवस्था छ, तपाईँले देख्न सक्नुहुन्छ साथीहरू। आहै ल, हामी चाहिँ आज खास पिकनिक प्रोग्राम छ हाम्रो कलेजबाट। अनि अब हामी जाँदैछौँ। यहाँ हाम्रो गाडी यहाँ आउँछ, सो हामी यहाँ बस्नुपर्ने हुन्छ। अनि हाम्रो दुईजना भाइहरू यहाँ जानु भइसक्यो, ता सुदिन भाइ अनि हाम्रो चाहिँ युनिस भाइ, दुईजना भाइहरू छ मसँग चाहिँ। हामी चारजना ट्याक्सी जाने केटा। कस्तो लागिरहेछ हौ? आउँदैछ भाइ, कस्तो लागिरहेछ हौ युनिसलाई? हो ल, साइमन सरले त्यहाँबाट गिटार ल्याउँदै हुनुहुन्छ। तपाईँहरू नि आउनुहोस्, जानु मन छ भने अरे क्या। सो तपाईँले हेर्न सक्नुहुन्छ र हामी अहिले चोकर डाँडामा जान लागेको छौँ। सो एकदमै रमाइलो हुनेछ। सो तपाईँले यदि म चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भनेको मेरो फेसबुक आइडी, इन्स्टाग्राम आइडी, वाट्सएप सबै एभाइलेबल छ। त्यही नै हो। ल हामी चाहिँ अब जाँदैछौँ। यहाँ गाडी आउँछ अनि मैले यहाँ भ्लग बन्द गर्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी चोबार पुगिसकेको अवस्था छ। तपाईँले यहाँ पारी डाँडामा देख्न सक्नुहुन्छ। मेरो साथीहरूले यहाँ चाहिँ रमाइलो गर्दै हुनुहुन्छ। अनि हामी यहाँ जानुको कारण चाहिँ हाम्रो सिनियरहरू कतिजना हाम्रो कलेजबाट जाँदै हुनुहुन्छ। अनि हामी सबैजना मिलेर प्रभुलाई आराधना गर्न, यो ठाउँ चाहिँ हाम्रो लागि नजिक पर्ने भएको कारण हामी यहाँ हाम्रो माइन्डलाई फ्रेस बनाउन पढाइसकेको कारण हामी यहाँ साँच्चै नै यो भजनले प्रष्ट भनिरहेको छ कि जब हामीले सम्पूर्ण सृष्टिलाई हेर्छौँ कति अचम्म अनि कति अद्भुत One, two, three, go! NDC! जगत संसार के पनि छैन सुना दाजु। हामी चाहिँ यहाँ चौबारतिर छौँ अहिले। दाइ हाम्रो यता हाम्रो कलेजको सबजना हुनुहुन्छ है। अनि तपाईँले यता देख्न सक्नुहुन्छ हाम्रो दाजुभाइहरू। सत्यको बानी यो तिम्रै लागि हो, सबैको लागि जीवनको बानी हो। साथी सत्यको बानी यो तिम्रै लागि हो। सरर अनि र गरीब सबैको लागि जीवनको बानीको पुत्र आए थे धरती कोहीले चिनेन, पापीलाई मुक्ति दान दिन। गाइस फाइनली हाम्रो प्रोग्राम त सकेको छैन, तर पनि हामी फोटोसोटो चाहिँ हामीले खिचिसकेको छन्। ऊ चाहिँ मेरो भान्जी हो, उसको नाम चाहिँ रुथ तामाङ। अनि ऊ चाहिँ प्रज्वलको बहिनी
उसको नाम चाहिँ कति छिटो भनेको उसको नाम रुस्मा राई हो। अनि यता हाम्रो बहिनी हुनुहुन्छ नर्को बहिनी वाउ लीला तामाङ हो। अनि मेरो नाम सिमन तामाङ तपाईँहरूलाई थाहै होला। तपाईँहरू सबैजना जतिजना भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूलाई धन्यवाद। अनि सालोम जय मसी है, गड ब्लेस यु। तपाईँहरू पनि साँच्चै यो भिडियो हेरेर आश्रित हुनुभयो होला। अनि हामी चाहिँ पिकनिक गएर हामी पनि आश्रित भयौँ। अनि हामी सबैजना मिलेर काम गर्दा अनि हामीले प्रभुको महिमाको कुराहरूलाई गऱ्यौँ है। अनि परमेश्वरलाई महिमा होस्। तपाईँहरू सबैजनालाई गड ब्लेस यु। थ्याङ्क यू एभ्री वान।